अब प्रस्तुत छ प्रहसन रड्डी टोकरी। कत्रो बढी मागो शेफ, कत्रो स्टेरियोटाइप, शेफ टेप, पंखा, फ्रिज, शीतदराज, टेलिफोन। हेलो, यो घरको क्या राम्रो हिसी, खोल्ने खोल तपाईँको जोली मागरको सिसी। अरू पनि के छ? कागज कागज थुक्क साले के को कागज यो? केन्द्रीय पञ्च भेलामा खर्च भएको गोप्य खर्च विवरणको फाइल नम्बर 1। यस्तो गोप्य खर्च पनि भएको रहेछ। यो पनि मलाई काम लाग्छ होला, खै मेरो छ होला, कर्मै होला। चुनावमा मद्दत गर्ने मानिसहरूको नामावली ब्र्याकेट भविष्यका उच्च पदाधिकारीहरू। यस्तो पनि हुँदैछ। खोसुवा गर्नुपर्ने बुद्धिजीवीहरूको नामावली, नक्कली भोट पठाइएका जिल्लाहरूको नामावली। क्या को रामबहादुर, ओ रामबहादुर, होइन तिमीहरूलाई जहिले पनि भनिरहनु पर्छ। आज दुलै साहेब माइत जानुभएको हुँदैमा केही हेर्नु पर्दैन घरमा। त्यो बाहिर सुकुल बलिराखेको थियो, त्यो सुकुल भित्र राखेर चुकुल लाऊ। त्यो सुकुल भित्र राखेर चुकुल लाऊ भने फेरि चुकुल बाहिर राखेर सुकुल लाऊ। फेरि सुकुल बाहिर राखेर चुकुल लाऊ। ल जाऊ जाऊ जाऊ, त्यति सोच भनेर भने जाऊ भने चाहिँ गइहाल्नु पर्दैन भने के मुखेर जाऊ। ए रामबहादुर, रामबहादुर, ओ रामबहादुर, जाऊ भन्दा साथ गइहालेछ, फेरि कुरै नसिद्धि भइहाल्छ। ए म त गोएर सुतिरह्यो होला भनेर चसङ्गै भएकै। होइन ए हो आज भोलि बिहान तिम्रो भाइको छोराको पास्नु छ भने होइन, त्यहीँ बस्ने गरी माइत जान्छ भन्थ्यौ त। कस्तो बेलामा फोन आएर पनि फेरि हेलो हेलो हेलो, नमस्ते नमस्ते, को हो? ए पिएजीको घर हो? खोइ तपाईँ श्रीमानलाई दिनुहोस् न त। श्रीमान मै हो रे। को पिएजी हो? त किन त्यस्तो स्वर लरबाएर बोलेको? धेरै खानी नगर्नुहोस्, मेरो समेत बेजोला यहाँ बक। अनि किन फोन गरे यस बेला सुत्नु लाग्यो बेला? ए भोलिको लागि भाषण लेख्न लाग्यो? ल ठिक छ। अनि सुन्नुहोस्, त्यो भाषणमा राष्ट्रिय जनमत सङ्ग्रह हाम्रो एक सफलताको उदाहरण हो भनेर कुनै पनि भाषणमा नछुटाउनु। सुन्नेलाई वाक्क लाग्छ नि, के भएर? त्यो त हाम्रो पोइन्ट हो नि, पोइन्ट राख्नुपर्छ। राख एक मिनट है। ए हो, कस्तो चलेर सिधै कि खारबेले खप्थ्यो अलि पर सरेन। हेलो, त्यो आज बिहानको भाषण कसलाई लेख्न लागेको थियो? वाइया सबै मान्छे हाँसेर कस्तो भयो? अब कसरी भन्नु? अब अर्को एकजना मान्यजीले जे बोल्यो, मैले पनि त्यही बोलेछु त्यहाँ आएर। कसरी भन्नु? अब कार्बन पेपर राखेर एउटै भाषण दुईजनाले लेख्दैछ।
भाषण सिद्ने बेलामा पो थाहा पाएँ त। पछि त मान्नेजीको मुख पनि रातो, मेरो मुख पनि रातो लिएर हेलो हेलो लाइनै कर्बेछ। होस् ए हो आज तिमी किन यस्तै अग्ली देखि कि भाइ ल्याएर सुधाइ क्या हो? बत्ती निभाइसक्छ त। स्वर के भएको तिम्रो? तिम्रो स्वर के भएको? अब खुट्टामा पनि लामो रहन्छ। कसको घरमा चोर्न आइस तैँले? छोड्यो कसको घरमा चोर्न आइस? चिनेछस् म को हुँ? चिनेको छु हजुर। चिनेको छोरे? उसो भए बोलचाल पनि भएको होला नि हजुरको मसित? बोलचाल पनि भएको छ। बोलचाल पनि भएको छ रे? कहाँ बोलचाल भएको? अस्ति नै केही वर्ष अगाडि हजुर एकपल्ट झारखण्डमा पर्नु भएको थियो नि, त्यो बेलामा म पनि त्यहीँभित्रै थिएँ। त्यो बेलामा हजुरले कुनै के माग राखेर अनसन पनि बस्नुभएको थियो। त्यही बेलामा बोलचाल भएको सम्झिनुहोस् त हजुर। त्यस्तालाई बोलचाल भनिँदैन, त्यो त मेरो चाल मात्र थियो। बोल ठिकेर फ्याँक्यो त्यहाँबाट। त्यसलाई साले चोर भएर मेरो साथी बनाउन खोजे। ल साथी 60, 61, 62, 63, 64, 65, 67, 68, 69, 70, 71, 72। मलाई धेरै हात नाल्छ हजुर। फेरि मेरो पनि हात गयो भने रोकिँदैन। 2036 सालदेखिको बल निस्केला। 36 सालदेखिको बल निस्किन्छ अरे? खुकुरी सुकुरी ल्याएको छौ कि क्या हो तिमीले? खुकुरी पनि ल्याएको छ। खुकुरी पनि ल्याएको छ? खै त त्यो खुकुरी? झ्याल चढ्दाखेरि खुकुरी चाहिँ झरेछ, खालि दाप मात्र यहाँ परेछ। झ्याल चढ्दाखेरि खुकुरी चाहिँ झरेछ, दाप मात्र यहाँ परेछ। दाप एउटाको घरमा, मेरो यत्रो घरमा। तेरो नाम के? हरिवंश शर्मा। हरिवंश शर्मा। चोर्ने आँट कसरी गरिस् मेरो यत्रो घरमा? अब अन्त चोर्न गएर कतै केही फेला पर्ने होइन। अस्ति एउटा घरमा चोर्न गएको, बिचरा मजदुरको घर परेछ। रुपियाँ होला भनेर कन्तुरमा हात हालेको त उपिसबै फेला परेन। अब बरु एउटा राम्रो ठाउँ कुनै चोर्ने छ भने देखाइदिउँ न हजुर। चोर्ने ठाउँ मैले तिमीलाई देखाइदिनु पर्यो? पुलिसको घरमा चोर्न गइबसेस् नि त? चोर मालिक, चोर साहब। आठ त किन्न हुनु। संसारमा सबभन्दा ठुलो हात्तीभन्दा ठुलो छोरोको छाती भन्छ। भए पनि अब एउटै पेसा गरेको मान्छेको घरमा के चोर्न जानु? बेकारमा वर्गीय हत्या मात्रै होला भने डर लाग्छ मलाई त। बेकारमा वर्गीय हत्या मात्र होला भने डर लाग्छ यहाँलाई? वर्गीय हत्या पुलिसदेखि डर लाग्दैन तपाईँ? के को डर? हामी त साथी त्यसरी पुलिसलाई साथी भन्दा लाज लाग्दैन तपाईँ? लाज मान्नु पर्ने कुरै छैन हजुर। उसले यो मेरो झ्याल चढेर चोर्न आउनलाई लाज मान्नु पर्दैन? लाज मान्नु पर्ने त कुरै छैन। वाह 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 वाह, लाज मान्नु पर्ने कुरै छैन। त्यही पनि म यहाँ चोर्न आएको हो र? म त यहाँ तपाईँले एउटा ठुलो चिज छकाएर फकाएर लुकाएर तर्साएर लिएर दबाएर राख्नु भएको छ अरे भन्ने सुनेर त्यो चिज खोज्न आएको, म चोर्न आएको होइन। के भन्छ यो?
के मैले लुकाएर छकाएर तेर्साएर तर्साएर यहाँ दबाएर के राखेको छु मैले? के राखेको छु मैले? कस्तो चिज थियो त्यो चिज? त्यो चिज हो हाम्रो अधिकार, स्वतन्त्रता, हक। त्यस्तो चिज तपाईँले चोरेर लिएर आएर दबाएर राख्नु पाइन्छ? त्यो होइन, तिमीलाई यो कसले सिकायो? यो मैले यो हक, अधिकार, स्वतन्त्रता, न्याय मैले यहाँ दबाएर राखेको छु भनेर कसले सिकायो तिमीलाई? कसैले सिकाउनै पर्दैन। चामल किन्नलाई लाइनमा बस्न जानुपर्छ, त्यसै थाहा पाइन्छ यस्तो कुरा। औषधि खान नपाएर अस्पतालमा त्यसै प्याक प्याक बनेर मर्नुपर्छ, आफै जानिन्छ। सडकमा बोरा ओढेर चाहिँ त्यसै सुत्नुपर्छ, आफसे आफ जानिन्छ। कसैले सिकाउनै पर्दैन यस्तो कुरा। तिमीलाई गर्मी भएछ, फाइन खोलिदियो। फाइन अलिकति खान्छौ अलिअलि। यहाँ हो न ल, हामी दुईजना सँगै। यो तिमीलाई के यत्रो आँखाले हेरे मलाई? तिमीलाई यो हक, अधिकार, स्वतन्त्रता, न्याय चाहियो होइन? कत्रो कुरा हो? लैजाऊ, आजदेखि हक, अधिकार, स्वतन्त्रता, न्याय मैले सब तिमीलाई दिइदिएँ। गर्मोस्। अब तिमीले चामलको लागि लाइन बस्न जानै पर्दैन। चामलै लाइन कसरी आउँछ तिम्रो घरमा? हेर, अब त्यो चामल लाइन कसरी तिम्रो घरमा आउने बेलामा त्यो चामलको अगाडि फ्यान्टा, पछाडि भ्यान्टा, दायाँ बायाँ व्हिस्की र बियर, बिचमा तिमी बस्ने चियर। Do you like my dear? No, I don't think your whiskey and beer. What do you think about जनताको tear? त्यो जनताको टन्टा किन हो तिमीलाई? हे भगवान, क्या बुद्धि आउँछ मानिसहरुमा तेरीका। हेर हरिवंश शर्मा, यो नेपालको जनताहरू भनेको त कुम्भकर्णको पनि कुम्भकर्ण हो यिनीहरू सबै, बुझ्यौ? कुम्भकर्ण भनेको त 6 महिनामा कमसेकम उठ्छ। यो नेपालको जनताहरू त 18औं 19औं वर्षमा एकपटक उठ्छ, फेरि सुतिहाल्छ। तर अहिले आएर चाहिँ यो नेपाली जनताहरूको निन्द्रा सुधार भइसक्यो अरे, नेपालीहरूको निन्द्रा पातलो भइसक्यो अरे। भनेको सुनेर हो कि होइन भनेर टेस्ट गर्नलाई मैले यसपालि चामलमा भरमारसँग भाव बढाइदिएँ। कोही उठ्दैन। त्यतिले पनि नपुगेपछि मैले फेरि यो गासस नसस प्रधान पञ्च उपप्रधान पञ्चहरू जस्ता जनप्रतिनिधिहरूलाई कुनै पनि बेला खोज्न सकिने त्यस्तो गर्ने नहुने अव्यवस्था मिलाइदिए, तै पनि कोही उठ्दैन। तिम्रो लागि मात्र भन न, म जे पनि गरिदिन्छु। तकमा सिफारिस गरिदेऊ ल भने। यत्रो सुनको तकमा यहाँ टाक्क हिँड्न पायो भने के गर्थ्यौ तिमी? भन। हिजोसम्म चाहिँ हावामा दुईटा लुडुङ हात झुन्डाएर हिँड्ने मान्छेले भोलिदेखि मैले छातीमा सुनको तकमा झुन्डाएर हिँड्ने भने चोर भन्दैन मलाई? त्यस्तो तकमा सबै तपाईँ लाउनु हामीले। हेर बुद्धि, कसले भन्छ तिमीलाई यो तकमा लाउँदैमा चोर? यसको लागि त एकदम राम्रो चिटिक्क परेको लबेदा सुरुवालको माथि कालो कोट, टाउकोमा ढाकाको टोपी, खुट्टामा कालो जुत्ता ल्याएपछि त चोर त छोपिहालिन्छ नि। तर कुरा के भनेदेखि अब यो लबेदा सुरुवाल, कालो कोट, ढाकाको टोपी, जुत्ता लगाएर हिँड्दाखेरि विभिन्न मान्छेहरू आएर यो गरिदेऊ ऊ गरिदेऊ त्यो गरिदेऊ भनेर छाउ गर्न आउँछ। त्यसको लागि पनि केही पिर मान्नुपर्ने कुरै छैन। त्यसको लागि त मैले नेपाली कम्प्युटरको बन्दोबस्त गरिदिएको छु। यो 18औं 20औं वर्ष लाग्ने कामलाई त्यो कम्प्युटरमा हालिदेऊ, काम खत्तम। थाहा छ तिमीले यो नेपाली कम्प्युटर देखेकै रहन्छौ, त्यसै बरबराएर हिँड्छौ, कहाँ छ कहीँ? देख्यो यो बाँसको चाहिँ नि, यो चोयाको चाहिँ नि रद्दी टोकरीलाई नेपाली कम्प्युटर? रद्दी टोकरी भन्नु हुँदैन, चित्त दुखाउँछ मेरो कम्प्युटरले।
हेर 18औं 20औं वर्ष लाग्ने काम त्यसमा राख्न साथ काम खतम। कति योजनाहरू मैले तर्जुमा गर्दैसकेको छु त्यहाँ राखेर, बुझ्यौ? कति निवेदनहरू तामेल गरिदिएको छु त्यहाँ राख्न साथ। पढ कस्तो कस्तो कुरा छ त्यहाँ। पे कमिसनको तलब वृद्धि बारेको टिप्पणी यो पनि रद्दी टोकरीमा। पढ न, अर्को झिकेर पढ न त्यहाँ। के भन्ने बलात्कारमा पर्ने नानीहरूको कारवाही गर्ने बारेको टिप्पणी यो पनि रद्दी टोकरीमा। अझ यो अलि सानो भएर यहाँ कागज नहटाएर कति काम पेन्डिङ भइरहेको छ मेरो। सोलुङ्गे पुल निर्माण गर्ने बारेको टिप्पणी यो पनि रद्दी टोकरीमा। अर्को पनि छ, पढ न। कस्तो गाह्रो गाह्रो काम एकछिनमा सिद्धिन्छ। यो के को निवेदन? ह्यान्ड राइटिङ त मेरो जस्तो छ नि। निवेदक हरिवंश शर्मा भनेपछि मेरो निवेदन पनि रद्दी टोकरीमा। मेरो निवेदन रद्दी टोकरीमा। त्यो पिएको काम होला, त्यो पिएको काम होला। त्यो के सोध्दै? पिएको काम होइन, पिएको बेलाको काम होला यो। होइन हामीलाई पनि थाहा छैन किन रिसाएको। त्यो म तिम्रो निवेदन यहाँबाट झिक्दिहाल्छु नि। किन रिसाएको तिमी? म झिक्दिहाल्छु। निवेदन झिक्ने भए मेरो निवेदन मात्र झिक्ने होइन, त्यहाँ भएको सबै वर्गको निवेदन झिक्नुहोस्। मजदुर वर्गको झिक्नुहोस्, कर्मचारी वर्गको झिक्नुहोस् भन्ने मात्रै म मान्छु, नत्र म मान्छु। के भनेको तिमीले? के भनेको? त्यहाँ भएभरको त्यो टोकरीमा भएभरको निवेदनलाई झिक्यो भने त त्यो निवेदकहरूले मलाई नोकरीबाट झिक्दिन्छ हरिवंश शर्मा। हेर तर हेर, मलाई अहिले नोकरीबाट झिक्यो भने यो देशलाई ठुलो आपत पर्छ हरिवंश शर्मा। यो देश ठुलो सङ्कटमा पर्छ। किनभने मेरो ठाउँमा बस्न सक्ने मान्छे अहिले कोही छँदै छैन। मेरो ठाउँमा बस्न सक्ने मान्छे अहिले कोही छँदै छैन। एकजना थियो, त्यो पनि अस्ति गइसक्यो। तपाईँको ठाउँमा बस्न सक्ने मान्छे जति भने पनि छ। को छ मेरो ठाउँमा बस्न? म बस्न सक्छु तपाईँको ठाउँमा। म बस्न सक्छु। त्यसरी बस्न सक्छु भन्दैमा पाइन्छ र भने त्यो ठाउँमा दुईजना हटाउँदैन म जान गए छोड्दिन। तपाईँले जान गए पनि छोडिन भनेर सुख पाइन्छ? तपाईँको त्यो सिटमा, तपाईँ बस्नुभएको मेजमा टाइम बम एउटा फिट गरेको छ भन्नुभयो। टाइम बम तपाईँले छोड्दिन भनेर सुख पाइन्छ? कहाँको कुरा कहाँ ल्याएर जोड्छु फेरि? कहाँ मेरो मेजमा टाइम बम कहिले पड्किन्छ त? त्यो टाइम बम फेरि जुन मिनट टाइम आउँछ त्यही दिन पड्किन्छ त्यो टाइम बम। त्यही टाइम कहिले आउँछ भनेर सोच्दैछु त। त्यो टाइम नाइट बसबाट आयो भनेदेखि भोलि बिहानै आइपुग्छ। प्लेनबाट आयो भने अहिले एकछिनपछि आइपुग्छ। हिँडेरै आयो भने 1-2 महिना त लाग्ला। जस त्यो टाइम त आउँछ। बरु हरिवंश शर्मा त्यो मेरो मेचमा त्यो टाइम बम कहाँनिर राखेको छ? क्या एकचोटि झिक्दियो न, त्यो झिकेर फ्याँक्दियो न हरिवंश शर्मा। हेर मैले पहिला तिमीले मलाई निवेदन दिएको थियो, आज म तिमीलाई निवेदन दिँदैछु हरिवंश शर्मा। हेर न, त्यो निवेदन झिकेर फ्याँक्दैन भा लोन भा। तपाईँले भनेको कुरो मैले माने, मैले त्यो टाइम बम झिकेर फ्याँक्दिएन। उसो भए तर तपाईँले भनेको कुरा मैले मानेपछि मैले भनेको कुरा पनि तपाईँले मान्नुपर्छ। पर्छ कि पर्दैन? त्यो पर्ने नै भयो नि। अब त्यो त पर्ला जस्तै छ। मान्ने होइन त? उसले मान्नै पर्यो नि। अब मान्ने पक्का? धरोधरमा गाईको मासु खाने? गाईको मासु खाने है तेरि। नक्कली भोटले नष्ट? ओहो कस्तो अप्ठ्यारो किरा खाएको मलाई। त्यो जङ्गल प्राणीले नष्ट? जङ्गल प्राणीले नष्ट। उसबेदेखि सबैले नष्ट। मैले त्यो मेजको टाइम बम झिकेर फ्याँकिदिन्छु। तर तपाईँ पहिले यो रद्दी टोकरीमा बस्नुपर्छ। के कुरा गरेको तिमीले? त्यो के कुरा गरेको थियो तिमीले? म पहिले त्यो रद्दी टोकरीमा बसेपछि मेरो मेजको टाइम बम झिक्नु पर्ने त सवालै उठ्दैन। टोकरीमा बस्छु।